स्टार्ट बहिनी अहिले चक्सो गरेर छु चक्सो गरेर बेलामा नो भनेको मानिनु भने बहिनीलाई एक दुईचोटि नो भनेको पनि मानिनु भने यसो गर्नुपर्छ अनालाई कि त बेसाडिया मलाई बाबा आउँछ अनि म घरमै छु भने म चाहिँ कहिले काहीँ कोठामा यसै हुन्छु नर्मली म घर बाहिरै हुन्छु यहाँ अनि त्यहाँ कोठाभित्र पनि हुन्छु म कहिले सुत्दा मलाई सिधै बोलाउने के अनि दुःख दिए केही नो भनेको मानिन भने नो भनेको जस्तै नो भने अनि टेरिन भने यसो गर्नुपर्छ अनाया चिमोट दिनुपर्छ कि उयो उसको गोडा छ यहाँ अनि चिमोट दिनुपर्छ कि थाहा पाउँछु अनि हामीलाई टोक्से चिमोर्से मलाई त झन् धेरै अट्छ बाबालाई पोल्न मेरो पनि गाली गर्छु अरे म त झन् सोधिछु म त किन गाली गर्नु म त झन् सोधिछु सोझी मान्छे माया गर्ने झन् पेल्दिरहेछ कहिले काहीँ स्ट्रिक्ट नै हुन पर्ने रहेछ मलाई त थाहा नै पाएन छु सानी त छे के गाली गर्नु भने मलाई लाग्थ्यो अनि ठिकै छ द्याट्स ओके भोलि पछि आफै बुझ्छ नि त द्याट्स ओके छ ठिकै छ अब भोलि पर्सि चाहिँ बहिनी ठुलो हुन्छ नि देखाउनु पर्छ भोलि पर्सि तँ यस्तो गर्थिस् तैँले यस्तै टोक्थिस् भनेर देउ टोक्न थालिहाल्छ कि अनाया ए के आगोडी हाल्ने के थियो हात यहाँ हाल्छ जति बेला यस्तोकै नजिकै 1 सेकेन्डमै नजिकै राख्नु मिल्दैन उसको बिगेस्ट मुख चाहिन्छ के तिम्रो हात देख्यो भने चाहिँ यस्तो त्यो हुन्छ नि जस्तो लिजर्डले चाहिँ फ्लाइज देखेर यस्तो गरेर खान्छ नि त्यस्तै टाइपको रहेछ भ्यागुता जस्तै त ठुलो भएर गरिहाल्ने के त्यस्तै रहेछ गरिहाल्ने के मुख हेरौँ न के गर्दैछ